हेलो साथीहरू, सेवारू। आज चाहिँ म डेट्सको सिरप बनाउन गइरहेको छु। मलाई चाहिँ रमदानमा 20 केजी जस्तो डेट्स आएको थियो नि त। अनि त्यही भएर अब यति धेरै डेट्स के गर्ने भनेर खेर जान्छ। त्यही भएर सिरप बनाएर राख्यो भने काम लाग्छ। अनि सबैभन्दा पहिला चाहिँ मसँग चाहिँ यो गिलो खालको डेट्स छ है। अनि यसको चाहिँ बिया, त्यो भित्रको दाना हुन्छ, त्यो एकतिर अर्कोतिर गरेर छुट्याएर राख्नुपर्छ। सुरुमा चाहिँ त्यो प्रोसेस हुँदैछ। एकतिर दाना अर्कोतिर बनाउने अनि अर्कोतिर चाहिँ डेट्सलाई, बाँकी रहेको डेट्सलाई राख्ने यसरी। अनि त्यसपछि मैले चाहिँ सबै दानाहरूलाई चाहिँ छुट्याइसकेर राखिसकेँ अलग्गै है। अनि त्यसपछि अब अगाडि के गर्नुपर्छ म तपाईँहरूलाई भन्दै जान्छु, हेर्नुहोला। अनि सबै रेडी गरेर राखिसकेपछि मैले कराई बसाएँ ग्यासमा है। ग्यास बालेँ, कराई बसाएर अनि त्यसपछि यहाँ चाहिँ थोरै पानी पनि हाल्नुपर्छ सुरुमा, नत्र डढ्छ नि त। अनि थोरै पानी हालेँ। त्यसपछि पानी हालिसके पछाडि एकछिन छोडिदिने, पानीलाई अलिकति उम्लिन दिने। अनि त्यसपछि पानी तातिसके पछाडि, उम्लिन थाले पछाडि चाहिँ मैले त्यो अघिको सबै डेट्सहरूलाई चाहिँ राखेको छु, पानीमा हालेको छु। अनि त्यसपछि हालिसकेपछि छोपिदिने। अनि मिडियम बनाउने ग्यासलाई है। अनि एकछिन छोपेपछि एकचोटि चलाइदिने। अनि यहाँ यस्तो सेतो निस्केको छ, यो चाहिँ डेट्सको आफै निस्किन्छ है। खजुरको चाहिँ आफै निस्किन्छ। एकछिनपछि पाक्दै गएपछि हराउँदै जान्छ। उम्लिँदैछ, मजाले पकाउने। अनि 10-15 मिनट पछाडि यत्तिको हुन्छ है, पाकेर यत्तिको हुन्छ। अनि यसलाई अझै भित्र बाहिर मजाले चलाउने। अनि चलाउने लाइक ठ्याक्कै ढिँडो पकाए जस्तो गरेर चलाउने कि मजाले पाकोस् होइन। अनि यो चाहिँ सजिलो हुन्छ नि त मजाले पाकेपछि। त्यसपछि यत्तिको भइसके पछाडि चाहिँ मैले ग्यासलाई बन्द गरिदिएको छु। अनि यसलाई चाहिँ अब यो पाकेको डेट्सलाई एकछिन छोडिदिएको छु। अनि यो चाहिँ सेतो कपडा हो होइन, सुतीको कपडा ल्याउनु सक्नुहुन्छ तपाईँहरूले। अनि सुतीको कपडामा त्यो अघि पकाएर राखेको सेलाको डेट्सलाई चाहिँ खजुरलाई यसरी राख्ने। अनि निचोरेर पानी निकाल्ने, मजाले हात दुख्ने गरी बल लाएर निचोर्ने होइन साथीहरू। मेरो चाहिँ क्यामेरा राख्ने स्ट्यान्ड पनि नभएर बट्टामाथि राखेको छु। यसरी निचोरेपछि चाहिँ हेर्नु त निस्किन्छ यसरी। निस्किँदैछ खजुरको झोल देख्नुभयो। अनि मैले यसरी निचारेर एक दिउरे बनाएँ है। यति धेरै भयो। अनि फेरि मैले कराई बसाएर आगोलाई मिडियममा छोड्ने। अनि त्यसपछि चाहिँ त्यो निचोरेको सबै खजुरको झोल, डेट्सको झोल जति पनि झोल छ नि, अनि त्यसलाई चाहिँ यसरी लगाइदिने कराईमा। अनि मिडियम आगो बनाएर चाहिँ छोड्ने हो। तर मेरो चाहिँ ग्यासै ठुलो बल्छ क्या साथीहरू, त्यही भएर ठुलो देख्नु हुँदैछ तपाईँहरूले। तर सानो आगो बनाउनु पर्छ है। अनि चलाइराख्नुपर्छ ताकि मुनि नटासियोस् भनेर, नत्र भने टाँसिन्छ नि त। अनि डढ्छ के, अनि राम्रो हुँदैन। अनि चलाउने। हेर्नु न मेरो चाहिँ कति ठुलो ग्यास बल्छ कि, सानो बनाउँदा पनि ठुलो बल्छ। त्यही भएर मिलिरहेको छैन। अनि मैले घरि चलाइराख्नुपर्छ, यसरी चलाइराख्ने। अनि त्यसपछि यत्तिको भएर उम्लिन्छ र पनि चलाइराख्ने, मुनि टाँसिनै नदिने है। अनि यो माथि निस्केको सेतोहरूलाई चाहिँ काटेर फ्याँकिदिने, किनभने त्यो चाहिँ त्यहाँ टाँसेर डढ्छ के। त्यही भएर डढ्यो भने राम्रो आउँदैन, स्मेल भनेर, गन्ध भनेर।
चलाउने यो चाहिँ एकदमै टाइम लाग्छ है साथीहरू। आधी घन्टा 35 मिनट लाइक धेरै नै लाग्छ, आधी घन्टाभन्दा धेरै नै लाग्छ, किनभने बिस्तारै पाक्छ नि त। अनि जति त्यो पानी पाक्दै जान्छ, सुक्दै जान्छ, अनि त्यसपछि अलिक बाक्लो हुँदै जान्छ के। अनि देख्दै हुनुहुन्छ अघिभन्दा कति धेरै कम भइसकेको छ है घटेर। 20 मिनटपछि चाहिँ मेरो यत्तिको भएको छ है साथीहरू। अनि चाहिँ 35-40 मिनटपछि चाहिँ पाकेर ठिक्क भयो, यत्तिको भयो। र पनि अझै बाक्लो बनाउन सकिन्छ, तर मलाई चाहिँ यत्तिकै मनपर्छ। अनि मैले चाहिँ अहिले चाहिँ ठुलो बट्टा यो भरि बनाउने नि त, त्यही भएर आज चाहिँ फर्स्ट लट मात्रै बनाएको। अनि यस्तो भयो, हेर्नु साथीहरू।